रसुवामा भयानक बाढी, तिब्बतबाट आएको भेलले मचायो वितण्डता। रसुवामा अचानक आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान करिब 9 बजेर 15 मिनेटतिर तिब्बत तर्फबाट ठूलो बाढी भोटेकोसी नदीमा प्रवेश गरेपछि रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्र प्रभावित भएका छन्। केही समयमै आएको यो भेल यति शक्तिशाली थियो कि बजार, बस्ती, सडक तथा विभिन्न संरचनाहरूमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। अझ चिन्ताको कुरा के छ भने बाढीका कारण रसुवाका टिमुरे, स्याफ्रुबेसी र रसुवागढी क्षेत्रमा रहेका प्रहरी कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको छ। 3वटा प्रहरी कार्यालयमा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै केही जलविद्युत आयोजनामा समेत क्षति पुगेको रिपोर्टहरू सार्वजनिक भएका छन्। तर अहिले सबैभन्दा ठूलो चिन्ता भनेको यो भेलले तलतिर कति प्रभाव पार्छ। भोटेकोसी हुँदै पानी त्रिशुली नदीमा पुगेपछि नुवाकोट, धादिङ हुँदै मुगलिनसम्मका नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यसैले नदी किनारमा बसोबास गर्ने नागरिकहरूलाई नदी किनार नजान, सुरक्षित स्थानमा जान र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितका सुरक्षा निकायहरू उद्धार तथा राहतका लागि परिचालन भएका छन्। नेपाली सेनाको MI-17 हेलिकप्टरमा मेडिकल रेस्क्यु टोली समेत प्रभावित क्षेत्रतर्फ पठाइएको छ। नेपाली सेनाको MI-17 हेलिकप्टरमा मेडिकल रेस्क्यु टोली समेत प्रभावित क्षेत्रमा पठाइएको छ। सरकारले पनि विपद व्यवस्थापन संयन्त्रलाई सक्रिय बनाउँदै उद्धार र राहतलाई तीव्रता दिएको छ। तर बाढीबाट भएको वास्तविक जनधनको क्षति कति हो, यसको पूर्ण विवरण अझै सार्वजनिक भइसकेको छैन। त्यसैले सामाजिक सञ्जालमा आएका अपुष्ट मृत्यु वा बेपत्ताका खबरहरूमा विश्वास नगर्नुहोस्। रसुवाबाट सुरुमा भएको यो भयानक भेलले अब त्रिशुली नदी आसपासका क्षेत्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण बनेको छ। त्यसैले नदी किनारका सम्पूर्ण नागरिकहरू सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्। हामी यस घटनाको थप अपडेट प्राप्त हुने बित्तिकै तपाईहरुमाझ पुर्याउनेछौँ। रसुवा बाढीको थप अपडेटका लागि हामीसँगै रहनुहोला।